एउटा भिडियो बनाइहालौँ। हेलो नमस्ते सबैजनालाई, वेलकम छ मेरो केएस लिम्बू युट्युब च्यानलमा। हजुर सबैजनालाई स्वागत गर्दछु। आज चाहिँ म पहिला यहाँ यो ठाउँमा धेरै वर्ष बसेको थिएँ, यही ठाउँमा हुर्केको। आज आउँदाखेरि नौलो जस्तो लागिरहेको छ। त्यही भएर एउटा सानो भिडियो मैले तपाईँहरू सामु लिएको छु। सबैजनाले यसो हेरेर माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला। सबैजना मसँग पनि जोडिनु होला। आज चाहिँ हामी दुईजना दाजुभाइ यहाँ भेट भएको छौँ। यो भेट भएर आज घुमेर आइसकेको छौँ सबै राउन्ड पारेर। अहिले चाहिँ ठ्याक्कै यो जङ्गल छ है, यो जुन देखिएको छ यो जङ्गल हो। ल अब यो बाँसेचौरी भन्ने ठाउँमा आइपुग्न आँट्यो। यता जुन देखिएको दृश्यहरू चाहिँ यो जङ्गल हो। यो घना जङ्गल छ यहाँनिर, एकदम बाक्लो भएको छ। पहिला चाहिँ एकदम, अहिले समितिले चाहिँ लिएको छ, यो उपभोक्ता समितिको मातहतमा छ। पहिला चाहिँ वनको हुँदाखेरि यहाँनिर विनाश भएको थियो, जस राम्रो भएको छैन। अब हामी चाहिँ बाँसेचौरी जाँदैछौँ। यो बाँसेचौरी जहाँ चाहिँ अहिले चाहिँ मान्छेहरू एकदम आउने गर्छ यहाँनिर घुम्नको लागि, यहाँको दृश्यहरू हेर्नको लागि। अनि यहाँनिर मेन विशेष भनेको चाहिँ यहाँ सेकुवा अनि तङ्बा खाने ठाउँ, यहाँको दृश्य। यहाँ पनि एउटा चौतारा बनाएको छ, एउटा दुईवटा तिनवटा, यो आफ्नो नाममा बनाइदिएको होला है पक्कै पनि। सायद बोर्डमा लेखेको होला पनि, त्यहाँ बोर्ड पनि छ होला। अन्त अहिले पनि मान्छे त निकै देखिन्छ। पहिला म सुरुमा आउँदाखेरि है, त्यो दुई तिनवटा मात्रै थियो है घुम्तीहरू। अहिले चाहिँ यो म पर आउँदाखेरि देखिनँ मैले, वास्तै गरिनँ कि खोइ त्यहाँनिर दुईवटा धेरै भए 5-6वटा थियो। अन्त धारा पनि राखिदिएको छ, अहिले पानीको सुविधा पनि दिएको छ। अहिले राति पनि लाइट पनि राखिदिएको छ अरे, व्यवस्था छ यो राति पनि। यो चाहिँ यता देखिएको चाहिँ सुनजोडाको खोला हो। यो अहिले चाहिँ है माथि अलिक व्यवस्थित गरेको कारणले गर्दाखेरि अहिले खासै ठुलो छैन। बर्खाको बेला चाहिँ ठुलो आउँथ्यो पहिला, यहाँनिर खेततिर गाउँतिर पनि पस्थ्यो। अहिले चाहिँ यसको संरक्षण गरेकोले गर्दाखेरि अहिले पानीको एकदम कन्ट्रोल भइरहेछ। उहाँ त्यो एउटा सिटी रिक्सा गइरहेछ। त्यहाँदेखि हामी यो जुन देखिएको छ यो सिधा, यो गाडीको सिधा, यहाँनिर चाहिँ पहिला एउटा चौरी थियो ठुलो। यो सबै चौरी नै हो। अहिले बिरुवा लगाएर चाहिँ यस्तो घना जङ्गल जस्तो बनाएको छ। यहाँनिर गोल खेल्ने चौरी हो सबैभन्दा ठुलो कुरो। दामी थियो यहाँनिर, कहाँबाट मान्छेहरू आउँथे। दामी थियो नि, अनि कम त दामी थियो। यो हामी बिहान कुद्ने बेलुका कुद्ने ठाउँमा यही हो। अहिले त यस्तो छ के भन्नु, यस राम्रो छ यतातिर पनि। ल है दाइ, तपाईँ यता फर्किदिनु है दाइ। अनि तपाईँलाई यो ठाउँ कस्तो लाग्यो भन्नु त? ठाउँ त राम्रो छ नि, सिमसार हो होइन। हजुर, यहाँ चाहिँ मेरो दाइ हुनुहुन्छ। हामी दुईजना ठ्याक्कै मेरो आफ्नै माइली फुपूको छोरा जेठा, म पनि जेठा नै परेँ। सँगै बस्दै हामी दुईजना भेट भएको छौँ है। यो चाहिँ सिमसार हो त घुम्नुलाई राम्रो। यो चाहिँ दाइ एउटा मेरो एउटा केएस लिम्बू युट्युब च्यानल छ, यसमा आउँछ है। हुन्छ ल। त्यो यहाँ बाँसेचौरी ल है। हेर्नु त पहिला यो यहाँ के लेखेछ, यता अरनिको हस्पिटल भन्ने छ। मान्छेहरू फोटो खिचिरहेछ, गाना बजिरहेछ होटलमा। ल यहाँ चाहिँ एउटा शौचालय रहेछ। यहाँ चाहिँ जस बनाइदिएछ यहाँनिर। यो चाहिँ जङ्गल पर्छ है, यो जङ्गलको भूभाग पर्छ है।
तर पहिला चाहिँ खासै थिएन, अहिले चाहिँ राम्रो व्यवस्था भइसकेको कारणले गर्दाखेरि यहाँ मान्छेहरू आउनेहरू विशेष कारणले यहाँ चाहिँ आउनेको कारण भनेको चाहिँ यहाँ सेकुवा खान्छ मान्छेले, सेकुवा दङमा अनि यसो घुम्नको लागि रमाइलो गर्नको लागि। तपाईँहरूलाई पनि यसो सेकुवा खानु मन लाग्यो भने तपाईँहरू यहाँ आउनु सक्नुहुन्छ। यो चाहिँ कहाँनिर भन्दाखेरि ठ्याक्कै सुनजोडा मोरङको पथरी भन्नेदेखि अलिकति मासतिर 2 किलोमिटर मासतिर यहाँनिर खेल्ने ठाउँहरू छ, यहाँ जङ्गलहरू छ, पोखरीहरू छ, रमाइलो छ। यहाँ हेर्नु त यहाँ कस्तो मजाको छ। चैत वैशाखमा आउनुपर्छ है, यहाँनिर एकदम शान्त हुन्छ, शीतल हुन्छ है। यहाँनिर नजिकै खोला पनि छ, यहाँनिर अलिकति भित्र पस्यो भने त्यहाँ नुहाउने ठाउँ, यस्तो मजाको पानी बग्छ। सखुवाको रुखहरू, सालको रुखहरू पुरा यहाँ हाम्रो मामा हुनुहुन्छ अनि फुपूको छोरा। आज भेट भयो सङ्गे बसले। ठ्याक्कै कहाँदेखि आउँदै हुनुहुन्थ्यो दाइ? अनि यहाँ त अनि एकदम मामा अनिको विशाल भएछ त अनि। हेर्नु त मान्छेहरू आउनेहरू क्रममा अझै बेलुका हुँदै गयो भने अझै धेरै हुन्छ यहाँ मान्छे। अलिक गर्मीमा धेरै हुन्छ होइन? भोलि है यस्तो हुन्छ शनिबार। अनि मामा नि यहाँ पोखरी खनेको रहेछ है। पहिला यहाँ चाहिँ दह थियो, दहलाई चाहिँ अहिले यहाँ पोखरी खनेर एउटा ऊ त पर छ नि, त्यहाँ पनि दह थियो यहाँनिर पहिला। अहिले यो कुलो, पानीको कुलो यतापट्टि फर्काएको छ अनि यता वरिपरि डिल बनाएर यहाँ हेर्नु त यहाँनिर यस्तो होटलहरू चल्दैछ। पहिला म आउँदाखेरि एउटा दुईवटा थियो, अहिले यहाँनिर मान्छे यस्तो छ। भोलि शनिबार छ, यहाँ भोलि शनिबारको दिन चाहिँ यहाँ एकदम प्याक हुन्छ अरे, फुल हुन्छ अरे है। यहाँनिर मान्छे आँटी नाटी हुन्छ अरे पुरा एकदम प्याक। तपाईँहरू पनि कहीँबाट आउनुहुन्छ भने यहाँ सेको खाना हो, विशेष भनेको यो सेको खाने हो। अनि घुम्ने ठाउँ रमाइलो, यसो खेल्ने ठाउँ, बच्चाहरू खेल्ने ठाउँ पनि हो पर छ। जुन दृश्य देख्नुभएको छ उहाँ पर त्यो दृश्य, यहाँ पिकनिक खाने मान्छेहरू पनि आइरहेछ, जुन यसरी यहाँ ग्रुप बसिरहेछ। अनि अर्को एउटा ग्रुप भनेको यहाँनिर यो घर यस्तो जस्तो छ, यस्तो घरमा पिकनिक खाने ठाउँ हो। यो चाहिँ अब यहाँको संस्थाले कति लिन्छ पैसा बुझाउनु पर्दो रहेछ। तपाईँहरू पनि कहीँ नजिकै हुनुहुन्छ भने यो ठाउँ आउनु होला, आफ्नो परिवारको साथमा लिएर घुम्नको लागि, बच्चाहरू रमाइलो गर्न, एकछिन मन शान्ति गर्नलाई, यसो घुम्नलाई फिर्नलाई अनि यहाँ सेकुवा खानलाई। यहाँ सेकुवा चाहिँ विशेष गरेर सुँगुर, भैँसी अनि अब अरू त दारू पानी भनेको त्यस्तै हो, सबै थोक पाउँछ। यहाँ एउटा ग्रुप चाहिँ यहाँनिर ठ्याक्कै यसरी बसिरहेको छ। यहाँनिर कुलो चाहिँ पानी चाहिँ यहाँ पानीमा तपाईँ आएर नुहाउन पनि सक्नुहुन्छ। यो एकदम स्वस्थ पानी हो, खान पिउने खालको पानी नै हो यो। यसको मुहान यहीँ मासतिर छ, नजिकै छ। अब यो चाहिँ यसरी लिएर गएको छ तल नजिक। यहाँ एउटा बोर्ड जस्तो छ, यहाँ के बोर्ड रहेछ भने यहाँ के लिएछ भने यस पोखरीमा दलदल र पानीको मात्रा बढी भएकोले पौडी खेल्न तथा पोखरीको आसपास जान समेत स्वस्थ मनाइ गरिएको छ। श्री सुनझोडा भनेछ, ओलारी 2 सुनझोडा मोरङ भनेछ है। भनेपछि यहाँ चाहिँ अब पोखरीमा चाहिँ पौडी खेल्न चाहिँ मनाइ गरिएको छ अरे। यहाँको दलदल छ अरे। खासमा चाहिँ यो पौडी खेल्नकै लागि बनाइएको हो यो पोखरी चाहिँ। तर अब यहाँ चाहिँ अब यो यहाँको माटोले गर्दाखेरि होला सायद नभएको होला। अब यो यसलाई व्यवस्था गरेर मात्रै हुन्छ होला सायद, यसको पनि व्यवस्था गर्छ होला। हामी पहिला यहाँ माछा मार्ने ठाउँ है हाम्रो। यो माछा हामी यो दलदल छ नि, यो दलदलमा हामीले माछा पहिला यहीँ मार्न आउँथ्यौँ। कछुवाहरू पाउँथ्यो ठुल्ठुलो त्यतिखेर। यो एउटा दलदल भयो अनि ऊ त्यहाँ एउटा दलदल छ यहाँनिर।
ए ऊ त्यहाँनिर यो जुन यो केटाकेटी खेल्ने ठाउँ त एयरपोर्टतिर त्यहाँनिर त झन् सानो सानो भेटाएको होइन त हामीले सेकुवा खाने ठाउँ है यो चाहिँ सेकुवा चाहिँ अब विशेष गरेर सुँगुर धेरै होला है फेरि यहाँनिर फेरि त्यो ढुङ्गामा ऊ गर्दो रहेछ कि तताउँदो रहेछ ढुङ्गा चाहिँ कहाँबाट ल्याएको होला मार्बल हो ए अनि मजा चाहिँ मजा छ चैत वैशाखमा चाहिँ अझै मजा हुन्छ यहाँनिर अब भोलि शनिबार चाहिँ एकदम बिदाको दिन त पुरै आँटी नाटी हुन्छ भन्छन्